नमस्कार सबैलाई। आज हामी ब्याचलर इन सिभिल इन्जिनियरिङको 5th सेमको सोइल मेकानिक्सको आज हामी च्याप्टर 3 बाट कम्प्याक्सनबाट हामी टाइप्स 1 को न्युमेरिकल लिएर आएका छौं, जुन चाहिँ हाम्रो टाइप्स 1 को रहेको छ। न्युमेरिकल अफ कम्प्याक्सनबाट हामी द फ्लोइङ रिजल्ट वेयर अब्टेन फ्रम द स्ट्यान्डर्ड प्रोटर टेस्ट है। हामी कम्प्याक्सन चाहिँ हामी स्ट्यान्डर्ड प्रोटर टेस्टबाट हामी मेजरमेन्ट गर्छौं अन अ स्याम्पल अफ सोइल। वाटर कन्टेन्ट पर्सेन्टेजमा दिएको छ 12%, 14%, 16% र 18%, 20%, 22%। र मास अफ वेट सोइल भनेको हाम्रो 1.68 केजी छ, 1.85, 1.91, 1.87, 1.87 र 1.85 छ। अब हाम्रो द भोल्युम अफ मोल्ड युज 950 ml मेक नेसेसरी क्याल्कुलेसन एन्ड प्लट कम्प्याक्सन कर्व एन्ड अब्टेन म्याक्सिमम ड्राई डेन्सिटी एन्ड अप्टिमम मोइस्चर कन्टेन्ट। अल्सो प्लट 10% एयर भोइड लाइन एन्ड 0 एयर भोइड लाइन। टेक द स्पेसिफिक ग्राभिटी भनेको 2.65 छ। अब हाम्रो स्ट्यान्डर्ड प्रोटर टेस्टको हाम्रो सोइल स्याम्पलहरू वाटर कन्टेन्ट र मास अफ वेट अफ सोइल भनेको यो हामीलाई दिएको छ। अब हाम्रो भोल्युम अफ मोल्ड भनेको 950 ml छ। 950 ml लाई चाहिँ हामीले 950 भनेको हाम्रो यामेल छ। यामेललाई लिटरमा लाँदा हामीले डिभाइड बाई 1000 गर्यो, लिटरमा गयो, र लिटरलाई हामीले भोल्युममा लाँदाखेरि फेरि डिभाइड बाई 1000 गर्दा हाम्रो यो चाहिँ हाम्रो 950 इन्टु 10⁶ मिटर क्युब चाहिँ हाम्रो भोल्युम अफ मोल्ड भयो। अब हाम्रो नेसेसरी कम्प्याक्सन एन्ड प्लट भनेको छ। कम्प्याक्सन कर्भ चाहिँ प्लट गर्ने भनेको छ, जुन चाहिँ हाम्रो म्याक्सिमम ड्राई डेन्सिटी र अप्टिमम मोइस्चर कन्टेन्टको प्लट गर्ने भनेको छ। र अल्सो प्लट द 10% एयर भोइड लाइन र 0 एयर भोइड। हाम्रो 10% एयर भोइड र 0 एयर भोइडको लाइन पनि ड्र गर भनेको छ। अब हामीले यो न्युमेरिकल गर्नुभन्दा पहिले कम्प्याक्सनबाट हाम्रो यो फर्मुलाहरू जान्नुपर्ने हुन्छ। अब हाम्रो बल्क डेन्सिटी भनेको नर्मल्ली गामा टी ले डिनोट गरिन्छ। मास अपन भोल्युम हुन्छ। ड्राई डेन्सिटी भनेको गामा डी एजिकस टु जुन हाम्रो बल्क डेन्सिटी डिभाइड बाई 1 + W छ, वाटर कन्टेन्टले डिभाइड गरिन्छ। यो चाहिँ हाम्रो ड्राई डेन्सिटी आयो। अब ड्राई डेन्सिटी चाहिँ हाम्रो यो प्र्याक्टिकल जे हो, र हाम्रो थ्योरिटिकल ड्राई डेन्सिटी सोधेको हुन्छ। थ्योरिटिकल ड्राई डेन्सिटीमा हाम्रो जी गामा डब्लु स्पेसिफिक ग्राभिटी डेन्सिटी अफ वाटर डिभाइड बाई 1 + WG वाटर कन्टेन्ट र स्पेसिफिक ग्राभिटी, यो चाहिँ फर्मुला हो हाम्रो। अब डेन्सिटी नै निकाल्ने फर्मुला अब हाम्रो पर्सेन्टेज अफ एयर भोइड र 0 एयर भोइडको हामीलाई गामा डी निकाल्नु भनेको हुन्छ। अब यसको फर्मुला भनेको जी गामा डब्लु 1 + WG इन्टु 1 - यो चाहिँ हाम्रो पोरोसिटी हो, लेम्ना भन्छ यसलाई। हाम्रो 1 - लेम्ना भनेको यो पोरोसिटी हो। र हाम्रो भोइड रेसियो ई भनेको गामा जी गामा डब्लु गामा डी -1 रहेको छ। अब सोल्युसन भोल्युम अफ मोल्ड भनेको 950 इन्टु 10⁻⁻6 मिटर क्युब छ। अब हाम्रो वाटर कन्टेन्ट भनेको 12%, 14%, 16%, 18%, 20% र 22% छ। मास अफ केजी भनेको यो मास अफ सोइल मास भनेको केजीमा दिएको छ। अब बल्क डेन्सिटी भनेको हाम्रो मास अपन भोल्युम हो है। नर्मल बल्क डेन्सिटी गामा डी भनेको मास अपन भोल्युम हो। अब हाम्रो मास भनेको हाम्रो 1.6 केजी छ। 1.68 डिभाइड बाई यो भोल्युम भनेको 950 इन्टु 10⁻⁻6 गर्दा चाहिँ हाम्रो 1.68 डिभाइड बाई 1.68 डिभाइड बाई 950 इन्टु 10⁻⁻6 गर्दा हाम्रो 1768.42 भनेको मास अपन भोल्युम।
गर्दा हाम्रो बल्क डेन्सिटी भनेको हाम्रो केजी पर मिटर क्युबमा हुन्छ। यसरी नै एबमरिडले गर्नु होला। अब ड्राई डेन्सिटी भनेको गामा डी, सरी यो गामा टी हो। ड्राई डेन्सिटी भनेको गामा टी डिभाइड बाई 1 प्लस डब्लु हुन्छ, जुन चाहिँ डब्लु भनेको वाटर कन्टेन्ट हो, गामा टी भनेको हामीले भर्खरै निकालेका छौँ। अब यो हाम्रो गामा टी, यो हाम्रो गामा टी भनेको हामीले भर्खरै निकालेको छौँ 1768.42 डिभाइड बाई 1 प्लस वाटर कन्टेन्ट भनेको हाम्रो कति छ 12% छ। हाम्रो भनेको 0.12 भनेको पर्सेन्टेजलाई 100ले डिभाइड गरेको भनेको हाम्रो ड्राई डेन्सिटी भनेको 1578.94 चाहिँ हाम्रो यसरी आएको छ। अब हाम्रो गामा डी यसरी नै एबमरिडले निकाल्नु होला सबै। अब हाम्रो गामा डी भनेको हामीलाई थाहा छ। गामा डी भनेको यो चाहिँ जुन चाहिँ हाम्रो थ्योरिटिकल हो, यो भनेको जी गामा डब्लु अपन 1 प्लस जी डब्लु हुन्छ है। अब हाम्रो स्पेसिफिक ग्राभिटी भनेको 2.65 छ। स्पेसिफिक ग्राभिटी भनेको 2.65 छ। जी गामा डब्लु, जी भनेको 2.65 इन्टु गामा डब्लु भनेको हामीले 1000 लिन्छौँ, 1000 डिभाइड बाई 1 प्लस डब्लु भनेको हाम्रो 12% छ 0.12 इन्टु हाम्रो जी भनेको 2.65 गरेर हाम्रो 2010.62 भनेको एबमरिडले यसरी नै गर्दै जानु होला। यो पनि हाम्रो केजी पर मिटर क्युबमा दिएको हुन्छ। अब यो हाम्रो अब माथि क्वेसनले दिएको छ 10% एयर भोइड लाइन है। 10% एयर भोइड लाइन भनेको हामीलाई गामा डी नै निकाल्नु भन्यो। तर हाम्रो गामा डी को फर्मुला अब हाम्रो के हुन्छ भन्दाखेरि सेम हुन्छ। यो गामा डी भनेको हामीलाई फेरि अब 10% जुन चाहिँ हाम्रो पर्सेन्टेज अफ एयर दिएको हुन्छ, पर्सेन्टेज अफ एयर दिएको केसमा चाहिँ हाम्रो यो सेम गामा डी थ्योरिटिकल सेम हुन्छ। गामा डब्लु जी गामा डब्लु डिभाइड बाई 1 प्लस जी डब्लु इन्टु 1 माइनस पोरोसिटी हुन्छ, 1 माइनस पोरोसिटी हुन्छ। अब यो पोरोसिटी भनेको हाम्रो एयर भोइड भनेको कति छ 10% छ। 10 भनेको हाम्रो कति हो 10% भनेको हाम्रो एयर छ भने वाटर कन्टेन्ट चाहिँ कति हो 100 माइनस 10 गर्दा कति हुन्छ 90 हुन्छ, 90% हुन्छ। 90% भनेको चाहिँ हाम्रो के हो 0.9 हो, 0.9। अब 0.9 यो 1 माइनस पोरोसिटी भनेको 0.9 हो। यी मैले चाहिँ लेखिदिएको छु माथि। 10% एयर भनेको 0.9 इन्टु गामा यो सेम हो जी गामा डब्लु अपन 1 प्लस जी डब्लु भनेको मल्टिप्लाई 0.9 गर्नु पर्यो। अब हाम्रो गामा डी को भ्यालु 2010.62 आएको थियो हैन, इन्टु यसलाई हामीले 0.9 गर्दा भयो। 10% एयर भोइड भनेको हाम्रो 10% एयर भोइड थियो 100% मा भनेको 10% माइनस गर्दा 0.9 आयो, इन्टु 0.9 गर्दा हाम्रो कति आयो भन्दाखेरि 1809.55 चाहिँ हाम्रो गामा डी चाहिँ जुन चाहिँ हाम्रो 10% एयर भोइड। अब 10% मा हाम्रो 20% भयो भने हाम्रो 20% एयर भोइड भयो भने हाम्रो के हुन्छ यहाँ चाहिँ हाम्रो 0.8 जी गामा डब्लु 1 प्लस डब्लुजी हुन्छ। अब यसरी चाहिँ हामीले यो निकाल्छौँ। यसलाई हामीले के पनि भनेको छ अल्सो प्लट म्याक्सिमम ड्राई डेन्सिटी र अप्टिमम मोइस्चर कन्टेन्टको कम्प्याक्सन कर्भको प्लट गर्ने भनेको छ। र हाम्रो 10% एयर भोइड र भोइड लाइन र 0 एयर भोइड लाइनको हामीले चाहिँ यसमा कम्प्याक्सन कर्भ ड्र गर्नुपर्ने हुन्छ। अब यो ड्र गर्दा चाहिँ हामीलाई उ चाहिन्छ ग्राफ चाहिन्छ। म नर्मल्ली अहिले यति गरिदिन्छु। यो भनेको वाटर कन्टेन्ट छ,
वाटर कन्टेन्ट छ पर्सेन्टेजमा, यो ड्राई डेन्सिटी भयो। ड्राई डेन्सिटी केजी पर मिटर क्युबमा छ भने हाम्रो अब यसमा ड्राई डेन्सिटी हेर्नु पऱ्यो। सबभन्दा पहिले बल्क डेन्सिटी होइन, ड्राई डेन्सिटी हेर्नु पऱ्यो। ड्राई डेन्सिटीमा म्याक्सिमम ड्राई डेन्सिटी र मिनिमम ड्राई डेन्सिटी कति छ त है? 1500, 1700, 1700, 1600, 1600, 1596 भनेको 1550 भन्दा मुनि नै छ। र हाम्रो म्याक्सिमम भनेको 1733 छ। भनेको हामीले यो भनेको वाटर कन्टेन्ट भनेको हाम्रो यो 12%, 14%, 16%, 18%, यो भनेको 0 भयो। 12%, 12, 14%, 16, 18, 20, 22 भनेको हाम्रो यो भनेको हाम्रो डेन्सिटी हो। डेन्सिटी भनेको हाम्रो कति छ? मिनिमम भनेको 1596 छ है। 1550, 1600, 1650, 1750 को डिफरेन्टमा हामी ड्र गर्दैछौँ। 1750, 1800, हाम्रो 1800 भन्दा बढी त छैन, तर हाम्रो यता चाहिँ हाम्रो 2000 पनि छ। यो हाम्रो गामा डी एयर भोइड भएको बेला कति हुन्छ भनेर यो पनि ड्र गर भनेको छ। 1800 भनेको 1850 होला, यो भनेको 1900 होला, यो भनेको 2000 होला। अब हाम्रो गामा डी भनेको हामीले यसरी लाइन ड्र गर्छौँ। अब हाम्रो 12% वाटर कन्टेन्ट हुँदा कति छ हाम्रो ड्राई डेन्सिटी भनेको 1578। 12% वाटर कन्टेन्ट हुँदा 1578 भनेको हाम्रो यहीँ पर्ला। अब हाम्रो 14% वाटर कन्टेन्ट हुँदा कति छ? 1708.2। 1708 भनेको 1700 यो भयो। 08 भनेको 14% हुँदा अलिकति माथि होला, अलिकति माथि। अब हाम्रो 1733 छ कतिमा भन्दाखेरि 16% वाटर कन्टेन्ट हुँदा, 16% वाटर कन्टेन्ट हुँदा अलिकति माथि होला। अब हाम्रो 18% वाटर कन्टेन्ट हुँदा म्याक्सिमम ड्राई डेन्सिटी कति छ? 1668.15। 1650 भयो, 1668.55 भनेको यता होला। अब हाम्रो यसमा 20% वाटर कन्टेन्ट हुँदा 1640.35। 1640.35 50 भन्दा थोरै तल होला। अब हाम्रो यी 22% वाटर कन्टेन्ट हुँदा 1596.19। 1596, 1550 भयो, 96 भनेको यति होला। यो लाइन ड्र गर्दाखेरि हाम्रो यो म्याक्सिमम ड्राई डेन्सिटी र अप्टिमम मोइस्चर कन्टेन्टको कम्प्याक्सन कर्भ हो। अब हामीले चाहिँ कम्प्याक्सन कर्भ ड्र गर्दाखेरि यसरी ड्र गर्छौँ। अब हाम्रो यो भनेको कम्प्याक्सन कर्भ हो। कम्प्याक्सन कर्भ हो। अब यो हाम्रो कम्प्याक्सन कर्भ भनेको अब हाम्रो म्याक्सिमम ड्राई डेन्सिटी र अप्टिमम मोइस्चर कन्टेन्ट। एउटा अप्टिमम मोइस्चर कन्टेन्टमा म्याक्सिमम ड्राई डेन्सिटी कति बेला हुन्छ भन्दाखेरि हाम्रो 12% हुँदा हाम्रो डेन्सिटी कति थियो? यहाँ थियो, यो आयो। 14% हुँदा पनि म्याक्सिमम ड्राई डेन्सिटी नआउँदो रहेछ। तर हाम्रो यो भनेको कति पर्सेन्ट हो? वाटर चाहिँ हाम्रो 16%। यदि हाम्रो 16% वाटर भयो भने हाम्रो कति हुँदो रहेछ भन्दाखेरि म्याक्सिमम ड्राई डेन्सिटी 1733.20। 1733.20 केजी पर मिटर क्युब है। 1 मिटर क्युबमा चाहिँ यति। अब हामीले 16% वाटर कुनै पनि सोइलहरू जस्तो हामी कन्स्ट्रक्सन, हाइवे कन्स्ट्रक्सन गर्दैछौँ भने, सब बेस हामी कम्प्याक्सन गर्दैछौँ भने 16% वाटर कन्टेन्ट पानी एड गर्यो भने चाहिँ म्याक्सिमम ड्राई डेन्सिटी हुनसक्छ। त्यसकारण हामीले वाटर कन्टेन्ट चाहिँ अप्टिमम मोइस्चर कन्टेन्टमा चाहिँ म्याक्सिमम ड्राई डेन्सिटी हुन्छ भनेको हाम्रो चाहिँ यो हो। अब हाम्रो गामा डी को भ्यालु निकाल्ने भनेको छ। गामा डी भनेको फुल्ली स्याचुरेटेड हो। फुल्ली स्याचुरेटेड हुन्छ कति डेन्सिटी हुन्छ त्यो पनि ड्र गर्नु भनेको थियो।
अब फुल्ली स्याचुरेटेड हुँदा 12% हुँदा हाम्रो चाहिँ 20-10 छ। यो चाहिँ माथि मैले 20 माने, यसमा 20-10। अब गामा डी भनेको 14%मा 1932, 1900 यो भयो। 1932 भनेको यही हुनसक्छ। अब 16%मा कति छ? 1860। 1860 भनेको यहाँ होला, यो 1800 भयो, 1860 हुनसक्छ यहाँ। 1860 भयो। 1794 भनेको 18%मा 1750 यहाँ छ। 94 भनेको अलि माथि पर्न सक्छ भनेको 18%मा। अब 20%मा हाम्रो कति छ? 20%मा भनेको हाम्रो ड्राई डेन्सिटी भनेको 1732। 1700 यहाँ पर्यो, 1700 यहाँ पर्यो भने 1725 यहाँ पर्न सक्छ। अब हाम्रो यी 1674 छ। 1674 चाहिँ 22%मा छ। 1674 हाम्रो 22%मा चाहिँ 1674 भनेको 1650 हो। 74 यसरी। अब हाम्रो कम्प्याक्सन कर्भ यसरी ड्र हुने भयो। यो भनेको हाम्रो फुल्ली स्याचुरेटेडको केसमा हो। यो भनेको 0 एयर भोइड भनेको। जति बेला चाहिँ हाम्रो 0 एयर भोइड भनेको फुल्ली स्याचुरेटेड सोइल हो। अब हाम्रो यो कम्प्याक्सन कर्भ र 0 एयर भोइडको लाइनहरू कहिले पनि इन्टरसेक्ट हुँदैन है। यो चाहिँ कहिले पनि इन्टरसेक्ट हुँदैन, त्यसकारण यो कहिले इन्टरसेक्ट हुँदैन। तर हाम्रो के हुन्छ भन्दाखेरि 0 एयर भोइडमा हुँदैन, तर 10% एयर भोइड भन्यो भने 10% छ, 15% एयर भोइड अनि 20% एयर भोइड छ भने हाम्रो चाहिँ यो कम्प्याक्सन कर्भ र यो एयर भोइड चाहिँ हाम्रो लाइनहरू बिचमा कट्न सक्छ, हाम्रो टच हुन सक्छ। भनेको हामीले 0 एयर भोइड यो भयो। अब हामीले यसमा 10% एयर भोइड हुँदा कति हुन्छ अरे? 1809 भनेको 1800 यहाँ छ, 1809 यता हुनसक्छ। यो चाहिँ हामीले 1739 14%मा 1750 छ, 39 भनेको यहाँ आउला। 1674 छ। 1674 भनेको 16%मा 1674 भनेको 1700 छ। 50 भनेको 74 भनेको यो बिचमा पर्ला। अनि हाम्रो 1558 भनेको 1600 छ। 1550 छ। 1558 यही होला, यही एलाइ गर्छ होला। अब हाम्रो 1506 भनेको 1550 छ, यो यहाँ होला। 1506 भनेको यसरी हाम्रो एयर भोइड चाहिँ यसरी, यो चाहिँ हाम्रो 10% एयर भोइड हुँदाको एयर भोइडको हाम्रो कम्प्याक्सन कर्भ हो, कर्भ लाइन है। यति चाहिँ हामीले यति गर्नुपर्छ। र मैले यसमा कर्भ ग्राफमा चाहिँ मैले ड्र गरेको छैन। फाइनल एक्जाममा चाहिँ ग्राफमै ड्र गर्ने पर्ने हुन्छ। मैले चाहिँ अहिले तपाईँहरूलाई बुझाउनको लागि यो कपीमै मैले ड्र गरेको थिएँ। हाम्रो कम्प्याक्सन कर्भ चाहिँ यस्तो भन्छ। यो चाहिँ हाम्रो, यो भनेको हाम्रो कम्प्याक्सन कर्भ हो। यो 0 एयर भोइड लाइन हो। र यो भनेको हाम्रो 10% एयर भोइड हुँदा हो। मैले भनेको थिएँ 0 एयर भोइड र यो हाम्रो कम्प्याक्सन कर्भ छ। यो कम्प्याक्सन कर्भ र 0 एयर भोइड लाइन चाहिँ कहिले पनि इन्टरसेक्ट हुँदैन। र यदि हाम्रो 10%, 20%, 50%, 60% एयर भोइड दियो भने त्यो चाहिँ हाम्रो इन्टरसेक्ट हुनसक्छ। ल आजको लागि यति नै। टाइप्स 1 को न्युमेरिकल आज यति नै। र टाइप्स 2 को न्युमेरिकल लिएर म छिट्टै नै उपस्थित हुनेछु। थ्याङ्क यू।